हिजो सत्यजुगमा झिमी भूमि झिमी तलाउँथ्यो भूमि तलाउँथ्यो सिरी भगवानले झिमी रची लियो भूमि रची लियो बिर्खेदारी रच्यो जङ्गलमा बिन्दु भए मनुखे पो रच्यो मनुखे रच्दा सुनको मूर्ति रच्यो बोल्दै बोलिनौँ तम मूर्ति रच्यो बोल्दै बोलिनौँ खुरै छुरी खोरानीको डल्ला मूर्ति बोलीमा पो हाल्यौ बोलीमा पो हाल्यौ महामनुखेलाई भजन खोज्यौ भजन खोजिल्यायो भजन पुरा भयो है भयो अब मनुखेलाई त चाहिँ अघि सत्यजुगमा घौ ढेँडो गाई मर्दाखेरि चार भाइ चार जातले बसाउँदा भाइलाई त हेलै गरी गयो हिजो सत्यजुगमा ताराबाहले बुढाको बाउको हाम्रो सत्यजुगको युगको हाम्रो सत्यजुगमा हाम्रो शाखा जलपा जलै गोरी गयो ताराबाहुले बुढा एउटै छोरा जन्म अवतार भयो एउटै छोराको सत्यजुगमा एउटै छोरा अरबल भयो पश्चिम घरमा गयो पश्चिम घरमा बिहा कर्म गर्यो नौ भाइ छोरा जन्म अवतार भयो नौ भाइ छोरा जन्म अवतार भयो ताराबाले बुढी मरि मृत्यु भयो ताराबाले बुढाले त हाते उठाले तिरिमिनी काली गङ्गा सेलाउनु पो लग्यो सेलाउनु पो लग्यो हजारौँ वर्ष विद्या हराम वर्ष भुइँ पो ढेनै बस्यो ताराबाले बुढी भुइँ मुनि अवतार जन्म अवतार भयो ताराबाले बुढाले त के कर्म गरी घरैमा पो लियो पश्चिम घर लयो नौ भाइ छोराले त यिनीको हुन् भन्दैमा पो लायो हो छोरा हो चेल्मा आमा हो नि चेल्मा बाबा हो नि चेल्मा आमा हाम्रो चेल्मा बाबा तिम्रो चेल्मा बाबा म हेलै गर्नुहुन्न धर्म लिनुपर्छ भन्नुमा पो भयो नौ भाइ छोराले त बाबालाई त पापा रहनु थाल्यो धुइले कल्न गैरी खोली गयो हेर्नु चाल्यो हेर्दा डुल्दा बिरमा त तारे भिरमा मह बोला देख्यौ हिमा छकाउनु पो पर्छ भनीमा पो गयो लहै बहा हामीले मह बोला देख्यौँ तारी खानु जाम भन्नुमा पो भयो हन्छ छोरा हो पराङ रुजु गराउ भन्नुमा पो भयो नौ भाइ छोरा माथि ढुकी गयो गजिनीलाई सोध्यौ म नठाउनु सकछस् कि भन्नुमा पो भयो म नठाउनु सक्नमा त बेजो कहाँ र भन्नु सक्छु भन्नुमा पो भयो रचीमा पो दियो अलि तल झऱ्यो मालवीलाई सोध्यौ नसाउनु सकछस् कि भन्यो साउनमा त मालो डोको भन्नु सक्छु भन्नुमा पो भयो रचीमा पो लियो भएन एकैचोटि औलो बगर झऱ्यो बाँसैनीले सोध्यौ म त सक्दैन पो धनु बन्नु सक्छु भन्नुमा पो भयो रचीमा पो लियो अलि माथि आयो तितेनीले सोध्यौ म त सक्न झरिङ्ग पो सक्छु भन्नुमा पो भयो अलि माथि आयो खसेनीलाई सोध्यौ म नठाउनु म पो सक्छु भन्यो खसेङ काटीमा पो लियो पराङ रुजु बनाइमा पो हाल्यो गौरो बाहा हामीले पराङ रुजु बनाइ भन्नुमा पो भयो त्यसो भए अर्धा रुजु गरा भन्नुमा पो भयो अर्धा रुजु गराउनु त फेरि डुबी टालो गयो
चिमालीलाई सोध्यौ। चिमालीले त म त नठाउनु सक्न माझा भोल्टो सक्छु भन्नुमा पो भयो। रचीमा पो लियो आली तल आयो। खर्सुलीले दुःख सोध्यौ। म त सक्दैन ढेँडो बन्नु सक्छु भन्नुमा पो भयो। अलिक तल फलाटैमा झऱ्यो। म त सक्दैन पो हरिसको जालो सक्छु भन्नुमा पो भयो। फेरि औलै बगर झऱ्यो। औलै बगर झऱ्यो। साधनलाई सोध्यो। साधनले त म त सक्दो छैन बच्चा सक्नु सक्छु भन्नुमा पो भयो। घाँटीमा पो गयो रचीमा पो लियो आली मात्र अरे आली मात्र आयो। आयो बाँझोलाई पो सोध्यो। म त सक्दैन पो हलो बन्नु सक्छु भन्नुमा पो भयो। आली मात्र आयो। आली मात्र आयो। भगिनीलाई सोध्यौ। म पो सक्छु भन्नुमा पो भयो। हसेङ पसेङ काट्यो। काटीमा पो लग्यो। अर्जाल बुजु खगाली बुजु बनायो। नौै खगाली बुजु बनायो। ल है बाबा हामीले खगाली रुजु गरायौँ भन्नुमा पो भयो। हुन्छ छोरा हो झापा रुजु गराऊ। सुर्री रुजु गराऊ। भिरदेउरी रुजु गराऊ भन्नुमा पो भयो। भिरदेउरी रुजु गराए। झापा रुजु गराए। पिराङ रुजु गराए। हिजो जिउमा नौै भाइ छोरा लौटो जामा भनी धिरैमा पो गयो। छ बेला हंस लगाऊ ढुहाँ लगाऊ भन्यो। तीन भाइ छोरा माथि भिरमा लग्यो। सुर्री बोकी गयो। सुर्री फालिदियो। पराङ बान छोरा हो भन्नेमा पो भन्यो। पराङ बानिदियो। पराङ ठुटी लियो। पराङ ठुटी लियो। पराङ बान्नु लायो। पराङै पो बाँध्यो। ल है छोरा हो भिर देउरी अर्जा बाँधिदेऊ भनी सुतिरी पो खटाल्यो। अर्जा भिर देउरी बानीमा पो दियो। ठुटीमा पो लियो। बाबु तार बाले पुरा भिरैमा पो झऱ्यो। तिनै अग्ली झऱ्यो। तिनै बन्धन बान्यो। छै औँली झऱ्यो। छै बन्धन बान्यो। आठै नौै मिलो झऱ्यो। आठै बन्धन बान्यौ। नौै बन्धन बान्यौ। ल है छोरा हो हंस बानिदेऊ भन्यो। हंस बानिरह्यो। हंस लगाइदियो। मह पोरा छोरो ल है छोरा हो अर्जा बानिदेऊ सोइरा बानिदेऊ भन्नुमा पो भयो। बानीमा पो दियो। ताला मही ताला काटीमा पो दियो। झाडीमा पो दियो। ल है छोरा हो अब झापा बानिदेऊ भन्नुमा पो भयो। मह पाल्नु लायो। मह काटी खसाल्न पो लायो। बाबाले त हो ताराबाले बुढाले त मह पोला हिरा तारेमा त फरेङ रोची गयो। रस मह त फरेङरीमा राख्यो। खर्चा खुर्सी झाडीमा पो दियो। ओहो बाबा तारे छ कि खोर्से छ कि माल्से भन्नुमा पो भयो। ओहो छोरा हो तारे तिर्के छ भनी अलिअलि मह अलिअलि रस खसाल्यो। ओहो छोरा हो ओहो बाबा कारिसक्यौ भन्छ। कारिसके छैन भन्नुमा पो भयो। बाबु तरबाले बुढाले त कारी मानिसके फलेङ्रीमा बसे। ल है छोरा हो कारिसके भन्नुमा पो भयो। तीन भाइ छोराले त पराङ काटी दियो। पराङ काटी झऱ्यो। झरेर त ल है नौै भाइ छोराले त लौ जो अघि जान्छ जसले छुन्छ उहिले सेर्ने भन्नुमा पो लायो। डुगरा डुगर गयो। सँगैमा पो पुग्यो।
लौटो बेजो खेल भनी बेजो तारो खेल्नुमा पो लाग्यो। ताराबाले बुढालाई त गरुल गरुल रेखो होइन मनुखे त यहाँ किन पाप पाइस्, तँलाई हामी झार्छौँ भुइँमा भन्नुमा पो भयो। मलाई झार्छस् भने काली गण्डकीको सिली पत्थर उडाइहाले भन्नुमा पो भयो। काली गण्डकीको सिली पत्थर ढुङ्गा देखाइदिई पो दिए हुन्छ त्यसो भए लौ मलाई झार भन्नुमा पो भयो। पौमा चरी झरे कहाँ राखौँ भन्नुमा पो लाए। लहुटो पानी पानी उपिरीमा राख भन्नुमा पो भयो। पानी पानी उपिरी पो राखे। ताराबाले बुढी पानी भर्नु आए। बुढाले त पानी ढाउलिनु लाए। ओहो के हो भनेर रिठा गेरा हाने काली कल्चुङ देखाइदिई पो दिए। सक्को मालाले हाने धुबिनी चरी देखाइदिई पो दिए। होइन के हो देखिउ न त मलाई किन यति पाप दियो, छोरा बेचेको पानीले भनी गाली गर्छन् भन्नुमा पो भयो। मैले भने मान्छस् भने देखिन्छु नि म त भन्नुमा पो भयो। लौ मान्छु भन्यो लौटो बाचा भनी बाचाइमा पो बाल्यो। ताराबाले बुढा देखीमा पो हाल्यो। लौटो जातो घर सुपो भेटको लौरी सुपो सोली लिएर आइजा भनीमा पो भन्यो। ताराबाले बुढी गयो सुपो सोली भेटको लौरी लिएरमा पो आयो। सोलीभित्र हाल्यो। सुबोले ढाकी बोकीमा पो लयो। कहाँ राखौँ भन्नुमा पो भयो। मलाई सिरानताल लग भने सिरानताल पो लयो। सिरानताल लगी बिसेर ताराबाले बुढा झरीमा पो हाल्यो। लौ अब मेरो जल खा भन्नुमा पो भयो। लौटो सिरानताल लगेपछि जल हाल्यो के लौ जल खा भन्नुमा पो भयो। जलैमा पो खायो। लौ मेरो जल खायो। लौ मेरो धनुकाँड दे भन्यो। धनुकाँड ढिकीमा पो दिए। लौटो ढुरी खोल भन्यो। ढुरीमा पो खोलिदिए। ढुरीबाट बाले बुढाले काँडै हानिदिए। बेजो फोरिदिए। साता भाइ छोराहरू त झगडा गर्नु लाए। मैले लाएँ भन्नुमा पो लाए। जेठा दाइ रामचन्द्रले होइन कार गर्न भयो भन्नुमा पो भयो। कान्छा भाइ कुलदेवले होइन यो हो काँडा बाबाको हो नि भन्नुमा पो भयो। हिजो सत्य जुमा भन्नुमा पो भयो। सादा भाइ त सातै दिशा भयो। कोही त जल कोही त मूल कोही त सिद्ध गरा देवी देवता भयो। रामचन्द्र कुलदेव गिरेधनी भयो। लौटो छोरा म त अंश दिन्छु भन्नुमा पो लाए। रामचन्द्रलाई त रोजाउनु पो लाए। नौ सिङे रोस्तस् कि 2 सिङे रोस्तस् भनेमा पो दियो। 9 सिङे रोस्छु भन्नुमा पो भयो। हिजो सत्य जोमा 9 सिङे त सेनुमा पो दिए। भालेमा पो देखाइदिए। 2 सिङे त पाठामा पो देखाइदिए। होइन म त 9 सिङे ठुलो होला भनेर पो भन्दै मन दुखाउनु पो भयो। म 9 सिङे रोजाउनेले 9 50 बुझाइ रजाइ बुझाइ दिएस्। 2 सिङे रोजाउनेले 50 बुझाइ दिएस्। हिजो सत्य जुगको भनी बाजा दिए। अंश दिएर लौटो अब बाँस लेवासको धर्म लिनुपर्छ। तिमीले लालाबालाको धर्म लिनुपर्छ। घाटा गाउँदा हेर्नुपर्छ। बढाइदिनुपर्छ। धन सम्पत्तिको वरदान दिनुपर्छ तिमीहरूले भनेर भन्यो।
भने भाइ भनेर चाहिँ धर्म लिनुको लागि घर गाउँले हेर्नुपर्छ देख्नुपर्छ भन्ने हो। हिजो सत्य युगको बाजा टल्नु छैन, बाजा हार्नु छैन। धन्न कुलदेव धन्न रामचरण कुलदेव गुरुको शक्ति मेरी भक्ति उजागरी बाजा भयो भन्छ। अब यो भन्ने त हो। त्यहाँ त अब दूर चलाइन्छ, त्यहाँ त अब त्यसै भयो। अब शक्य मन्त्र मन्त्र शक्य बन्द गरौँ। अब